आजभन्दा ठिक 27 वर्ष अगाडि नेपालको सुदूरपश्चिममा एउटा बालकको जन्म हुन्छ। एकदमै न्यून आयस्तर भएको परिवारमा, जहाँ आफ्नो खेतबारीमा उब्जाएको अन्नबालीले 6 महिना त खान पुग्थ्यो, तर बाँकी 6 महिना भने भारतमा काम गरेर जीविका चल्थ्यो। तर त्यही परिवारमा जन्मिएका एउटा बालकको सपना भने राम्रो काम गरेर देशको नाम राख्ने सपना थियो। भलै लक्ष्यमा कसरी पुग्ने कुनै आइडिया थिएन। उनै बालक यानि कि अहिलेको चर्चित नेपाली एमएमए फाइटर रविन्द्र ढान्ट, जसले आज बझाङको त्यो गोठदेखि युएफसीसम्मको यात्रा तयार गर्दैछन्। हजुर साथीहरू, आज हामी उनी रविन्द्र ढान्टको विगतदेखि वर्तमानसम्मको कथालाई यहाँ हामी प्रस्तुत गर्दैछौँ, जुन धेरै नयाँ पुस्ताको लागि प्रेरणाको एउटा स्रोत बन्न सक्छ। सबैभन्दा पहिले उनको बाल्यकालको बारेमा कुरा गरौँ। रविन्द्र ढान्टको जन्म बझाङ जिल्लाको देउलेकी स्थित डुम्रे भन्ने ठाउँमा भयो। बुवा हरे ढान्ट अनि आमा थपेडी देवी ढान्ट। उनको जन्म सामान्य परिवारमा भयो। परिवारको 5 सन्तानमध्ये उनी माइलो सन्तान हुन्। सानैदेखि शान्त अनि इमान्दार स्वभावको रविन्द्र धेरै समय घर र गोठमै बिताउने गर्थे। घाँस काट्ने, बारी खन्ने, दाउराको भारी बोक्ने, यसरी उनको समय बित्ने गर्थ्यो। स्कुल जाँदा बाहेकको बाँकी समय उनी परिवारलाई काममा सघाउने र घरमा लुगा झुन्डाउन राखिएको डोरीमा पुलअप गरेर बिताउँथे। बाक्लो बस्तीभन्दा अलि पर उनको घर हुनाले पनि त्यो समय उनको धेरै साथीभाइ थिएन। त्यसैले पनि उनको सानैदेखि शान्त अनि धेरै नबोल्ने स्वभाव रह्यो। कक्षा 10 सम्म उनले गाउँकै विद्यालयमा पढे। त्यो समय स्कुलमा खेल्ने अन्य खेलहरू खासै थिएन। टिफिन टाइममा साथीहरू बीच एकअर्कालाई किक हान्ने खेल खेल्ने गर्थे, 5-5 जनाको टिम बनाएर। यस्तो प्रतिस्पर्धा स्कुलमा यति धेरै चल्थ्यो कि कहिलेकाहीँ त खुट्टा सुनेर हिँडै नसक्ने हुन्थ्यो अनि घरमा आएर गाली खानु पर्थ्यो। यसरी नै उनको बाल्यकाल देउलेकै भिरपाखा र खेतबारीमा खेल्दै र सङ्घर्ष गर्दै बित्यो। अब कुरा गरौँ उनको सङ्घर्षको सुरुवातको बारेमा। उमेर बढ्दै गएसँगै जिम्मेवारी पनि बढ्दै थियो। उनी पछाडि भाइ बहिनीहरू आए, जसलाई पढाउने हुर्काउने जिम्मेवारी उनको काँधमा थपिँदै गयो। परिवारले पनि उनीमाथि आशा राख्न थाले, त्यसैले अब कमाउनु पर्ने थियो। अनि त्यो समय उनको गाउँको अधिकांश युवाहरू ज्याला मजदुरी गर्न भारत जाने चलन थियो, जुन अहिले पनि छ। उनलाई पनि उतै जान भन्यो, किनकि त्यो समय उनको बुवा र गाउँका दाइहरू भारतमै काम गर्दै थिए र कक्षा 10 सम्मको पढाइ गाउँकै स्कुलबाट पुरा गरेर उनी पनि एसएलसी पछि 2071 सालमा भारततर्फ लागे। जति बेला उनको उमेर मात्र 15 वर्षको थियो। उनी ज्याला मजदुरी गर्न भारतको पिथौरागढ त पुगे, तर त्यहाँ पनि सजिलो भने पटक्कै थिएन। ढुङ्गा फुटाउने, बालुवा बोक्ने, सिमेन्टको बोरा लोड गर्नेदेखि लिएर बिजुलीको ठुल्ठुला पोल बोक्नेसम्मको काम गर्नु पर्थ्यो। भिरको अप्ठ्यारो बाटोमा 150 किलोको बिजुलीको पोलहरू 2 जनाले बोक्नु पर्थ्यो अनि दैनिक कमाइ हुन्थ्यो मात्र 250 रुपैयाँ भारू। उनले ठुल्ठुला भारी भएको देखेर उनको साथीहरूले त अति बलियो छस् भनेर फुर्काउने गर्थे। त्यसपछि त उनले झनै ठुल्ठुला लोडहरू बोक्न थाले। कठिन परिश्रमको कारण उनको शरीर झन बलियो हुन थाल्यो। शरीरको बनावट र पावरमा आएको परिवर्तनसँगै उनलाई झन कडा मेहनत गर्ने जोस आउँथ्यो। पैसाको लागि गरिरहेको कठिन र गह्रौँ कामहरूलाई उनले काम मात्र नभएर एक कसरतको रूपमा लिन थाले अनि फुर्सदको समयमा साथीभाइहरूसँग क्रिकेट खेल्थे र क्रिकेट खेलिरहँदा उनलाई कहिलेकाहीँ क्रिकेट क्षेत्रमै लाउँ कि भन्ने पनि लाग्थ्यो। अनि क्रिकेट क्षेत्रमा नामदाम कमाएपछि गाउँलेहरूले फुलमालाले स्वागत गर्दाको मोमेन्ट कस्तो होला भनेर उनी कल्पना समेत गर्थे। तर विडम्बना, भोलिपल्ट सबेरै उठेर उनी उही दैनिक गरिरहेकै काममा फर्किनु पर्थ्यो। यसरी त्यहाँ उनको 3 वर्ष बित्यो। तर सोचे जस्तो कमाइ नभएपछि 2073 सालमा उनलाई बुवाले गाउँकै दाइ र साथीको साथमा भारतको नयाँ दिल्ली पठाइदिए। भन्नु मात्र भारतको राजधानी नयाँ दिल्ली थियो, तर बस्नु पर्ने थियो ठुल्ठुला घरको बिचको गल्लीको सानो टहरामा। ठुल्ठुला घरको ओझेलमा परेर बिहानको घाम देखिन नपाउने। पहिलोपल्ट त्यहाँ पुग्दा उनलाई म किन यहाँ आएँ भन्ने लाग्यो। रहर नहुँदै पनि सबैभन्दा पहिले उनले प्लाइवुड कारखानामा हेल्परको काम गरे, तर एकदमै थोरै ज्यालामा। त्यसपछि उनी त्यहाँ खासै कमाइ नभएपछि नजिकको कम्पनीमा अफिस बोयको काम गर्न थाले। काम थियो स्टाफलाई चिया खाजा पुर्याउने र सरसफाइ गर्ने। त्यहाँ पनि कमाइ त धेरै थिएन, तर काम भने केही सजिलो थियो। तर जब उनी क्यान्टिनमा सरसफाइ गरिरहेका हुन्थे, त्यही बेला उनकै उमेरका स्टुडेन्टहरू कलेज गइरहेका हुन्थे। त्यो देखेर र आफ्नो अवस्था हेरेर उनको मन अमिलो हुन्थ्यो र उनकै शब्दमा भन्नुपर्दा म आफै यो के गरिरहेको छु, यो कामले आफूले देखेको सपना पुरा होला त भन्ने लाग्थ्यो। र
र उनले त्यहाँ बसेर पटक्कै भविष्य देखेनन् र त्यही बिचमा उनले मोबाइल फोन रिपेयरिङ ट्रेनिङ पनि लिन खोजे। तर ट्रेनिङ शुल्क लाग्ने थियो 60,000 रुपैयाँ। पैसाकै अभावको कारण त्यो पनि सफल भएन। त्यसै गरी अब कुरा गरौँ रविन्द्र ढान्डको MMA करियरको सुरुवातको बारेमा। यसरी दिन बित्दै गर्दा एक दिन उनी बस्ने ठाउँ नजिकै एउटा कराते सेन्टर देखे, जहाँ ट्रेनिङ गर्न मासिक 2,000 भारू तिर्नु पर्थ्यो। साँच्चै हो भने त्यो समय उनीसँग 2,000 रुपियाँ पनि थिएन। तर उनको चाहना र इच्छालाई अभावले कहाँ रोक्न सक्थ्यो र उनी त्यहाँ जोइन भएरै छाडे। उनी कोठाबाट बिहानै निस्किन्थे र ट्रेनिङ सकेर आफ्नो काममा जान्थे। उनले ट्रेनिङ गर्ने कुरा उनी सँगै बस्ने दाजु र अङ्कल बाहेक अरू कसैलाई थाहा थिएन र सँगै बस्ने दाजुहरूलाई पनि आफूले मार्सल आर्टको ट्रेनिङ लिएको कुरा घरमा नभन्न भन्थे। घरमा ढाँटेर उनी नियमित ट्रेनिङ लिइरहे। दिन बित्दै जाँदा त्यहाँ पनि उनले बलियो छाप बनाए। कठिन मेहनत गरेर बनाएको र पावरको अगाडि अन्य व्यक्तिहरू हार मान्थे। तर घर परिवारबाट भने पैसा कहिले पठाउने भनेर बारम्बार प्रश्न आइरहन्थ्यो। 6 महिनासम्म घरमा थाहा पाएनन्। तर जब पहिलो फाइट आयो उनले म्याच फी बुझाउनको लागि घरमा पैसा माग्नुपर्ने अवस्था आयो। परिवारले पैसा र खेल अनुमति त दिए, तर त्यो म्याच पछि फाइट खेल्न छोड्नुपर्ने शर्तमा। अनि रविन्द्रले त्यो म्याच जित्यो। तर बुवा आमाको मुखबाट बधाई होइन, अब त फाइट छोड्ने होला नि भन्ने कुरा आउँथ्यो। तर यता मार्सल आर्टमै भविष्य देख्न थालेको रविन्द्रले MMA छोड्न सक्ने अवस्था थिएन। उनी घरमा ढाँटेर फेरि नियमित ट्रेनिङमा फर्किए। घरबाट भने फाइट छोड्न भन्दै दबाब आइरहन्थ्यो। उनी भने यो महिनाको फी तिरिसके, अब अर्को महिनादेखि पक्कै छोड्छु भन्दै घरतिर टारिरहन्थे। तर एक दिन जब रविन्द्र ड्युटी सकेर बेलुका रुम फर्के, त्यहाँको अवस्था बिल्कुल फरक थियो। कोठामा पकाउने, खाने, सुत्ने केही बाँकी थिएन। बाँकी थियो केवल उनको ब्याग। उनलाई एक्लै छाडेर उनीसँगै बस्ने काका र दाजु कोठा सरिसकेका थिए। यो सबै देखेर एकछिन त उनी छक्क परे, केही सोच्न सकेन र उनको कोठासँगै छेउमा बझाङकै नेपाली परिवार बस्थ्यो। र केही दिन उनै छिमेकीहरूकोमा खाना खाए र बिस्तारै कोठाको सामानहरू जोडे। यता MMA ट्रेनिङ पनि राम्रो हुँदै थियो र त्यही क्रममा उनले आफू पनि कोच बन्ने सपना देख्न थाले। उनलाई यति थाहा थियो कि कोच बनेर आफ्नै गाउँठाउँमा फर्केर मार्सल आर्ट सिकाएर पनि जीवन धान्न सकिन्छ। 10 महिनापछि फेरि अर्को इन्टर क्लब म्याच भयो, जहाँ खेलाडी मात्र नभएर कोचहरू पनि खेल्दै भए। नभन्दै रविन्द्रले कोचहरूलाई पनि हराए। त्यसपछि उसको फाइट प्रतिको लगाव र रुचि देखेर क्लबको मालिकले उनलाई कोचको पनि स्थान दिए। उनी आफू पनि ट्रेनिङ गर्थे र साथै नयाँ ट्यालेन्टहरूलाई पनि ट्रेनिङ दिन्थे। तलब बापत आउँथ्यो 9,000 रुपैयाँ भारू। उनले घरमा फोन गरेर आफू कोच भएको कुरा बताए र घरबाट भने जेसुकै गर तर पैसा कमाउनु पर्यो भन्ने कुरा आयो। तर त्यो समय कोच नै भए पनि उनको तलबले कोठा भाडा तिर्न र खाना नै धोधौ पर्थ्यो। बिस्तारै कमाउने सोचले व्यावसायिक हिसाबले नै मिक्स मार्सल आर्ट खेल्न थाले। भारतीय राष्ट्रिय प्रतिस्पर्धामा समेत भिड्न गए र 2 पल्ट राष्ट्रिय प्रतियोगिता समेत जिते। तर कसै गरी पनि पैसा भने कमाउन सकेनन्। घरबाट दैनिक जसो पैसा माग्न फोन आउन थाल्यो। उनी भने उता उल्टै ऋणमा फसिसकेका थिए र त्यही क्रममा घरबाट बुवा बिरामी भएको खबर आयो र उनी पनि तत्काल नेपाल फर्किए। र नेपाल आएको केही दिनमै कोरोना महामारीको कारण लकडाउन सुरु भयो। नेपालको बसाइसँगै आर्थिक भारहरू पनि थपिँदै गयो। घरबाट पनि त्यो समय विदेश जानुपर्छ भन्ने प्रेसर बढ्न थाल्यो। उनी न विदेश जान सके न त खेलमा नै फर्किन सके। थप चिन्तामा उनी डुब्न थाले। बिस्तारै कोरोना भाइरस साम्य भएसँगै लकडाउन खोलियो। त्यसपछि उनलाई फेरि घरबाट कमाउन जा भनेर प्रेसर आउन थाल्यो। तर उनले भने आफूलाई थाम्नै सकेन र घरबाट भागेर फेरि खेल्न नयाँ दिल्ली पुगे। र केही समय कतै पैसा आउने फाइट भेटिन्छ कि भनेर उनी भौतारिन थाले। तर कुनै पनि फाइट भेटिएन। तर यता घरबाट हरेक दिन जसो पैसाको लागि दबाब आउन थाल्यो। त्यो दबाब थेक्न सकेर उनी फेरि कमाउनको लागि विदेश नै जाने निर्णयमा पुगे। त्यसपछि पहिलोपल्ट दिल्लीबाट उनी सिधै काठमाडौँ आए र विदेशको लागि मेन पावरहरू धाउन थाले। तर विदेशको लागि काहीँ पनि मेलोमिसो मिलेन। त्यसपछि उनी ट्रेनिङ पनि गर्दै र विदेशको लागि प्रोसेस हाल्ने सोच बनाए र रेस्लिङ र MMA सिकाउने ठाउँ पनि खोज्न थाले। एउटा साथीले दिविज लामाले सिकाउँछ भनेर सुनाएसँगै उनी झम्सीखेल स्थित पम्प जिममा दिविज पिया लामालाई भेट्न पुगे। तर भर्ना शुल्क लाग्ने थियो 6,000 रुपैयाँ। रविन्द्रले दिविजलाई भेटे र ट्रेनिङको लागि आफूसँग पैसा नभएको कुरा बताए। दिविजले पनि केही छैन, ट्रेनिङको लागि आउँदा हुन्छ भन्थे। सामान्य व्यक्ति जस्तो बनेर क्लबमा छिरेको रविन्द्रको बारेमा लामालाई धेरै कुरा थाहा थिएन।
केही दिनपछि नै रविन्द्रकै ट्रेनिङ पार्टनरहरूले उनको पुरानो फाइटको भिडियोहरू दिविजलाई पठाइदिए। जब रविन्द्रको पुरानो म्याचहरू दिविजले हेरे उनी आफै छक्क परे र उसमा एउटा दरिलो सम्भावना देखे, किनकि रविन्द्रको त्यसअघि नै 15वटा एमेचर र 6वटा प्रोफेसनल फाइटमा जित दर्ता गरिसकेका थिए र यता ट्रेनिङ सेन्टरमा पनि उनको जोस र मेहनत छुट्टै प्रकारको थियो। ट्रेनिङ गर्नको लागि उनी किर्तिपुरबाट झम्सिगलसम्म हिँडेर पुग्थे। यो सबै देखेर दिविज रविन्द्रलाई हरेक पक्षमा साथ दिन तयार भए र रविन्द्रको लागि कोचिङ, डाइटिङ र स्पोन्सर खोज्नेदेखि आर्थिक व्यवस्थापनको सबै पक्षहरू लामाले नै हेर्दै आए। ट्रेनिङ सुरु गरेको केही महिनामै लक एन्ड रोलबाट उनी पहिलोपल्ट प्रोफेसनल फाइट खेल्न भारत पुगे। त्यसपछि उनी नेपालको झन्डा बोकेर 2023 सेप्टेम्बर 15मा पहिलोपटक वन च्याम्पियनसिप जस्तो ग्लोबल स्टेजमा पुगे, जहाँ उनको अपोनेन्ट थिए रसियाका तोरेप्ची डेङ्गकलाई उनले तेस्रो राउन्डमा टेक्निकल नकआउट मार्फत हराउँदै ऐतिहासिक जित दर्ता गरे, जुन त्यो बेलासम्मको नेपाली एमएमए हिस्ट्रीकै सबैभन्दा ठुलो उपलब्धि थियो। त्यसपछि सयौं नेपाली फ्यानहरू उनलाई स्वागत गर्न एयरपोर्ट पुगेका थिए। यसले नेपाली मिक्स मार्शल आर्टमा एउटा ठुलो उछाल ल्यायो। क्रिकेट र फुटबलमा देखिने नेपाली समर्थकहरू एमएमएको सिनमा पनि ठुलो सङ्ख्यामा देखिए। नेपाली समर्थकको अर्को उछाल त तब आयो जब रविन्द्रले 2 अगस्त 2025मा इन्डियन राइन ओपन नामले परिचित भारतीय फाइटरलाई एफएन 17 को केजमा पछार्दै उपाधि जिते। यसले नेपाली समर्थकमा हर्षोल्लास मात्र छाएन, रविन्द्रको लागि यूएफसीको बाटो समेत खोल्यो, जसलाई हरेक फाइटरको गन्तव्य मानिन्छ। अनि यो सबैको पर्दा पछाडिको दरिलो खम्बा भने दिविज लामा हुन्। पछिल्लो समय रविन्द्रको सबै व्यवस्थापन दिविज लामाले नै सम्हाल्दै आएका छन्। अनि यता रविन्द्र भने इन्डोनेसियाको बालीमा रहेको सोमा फाइट क्लबमा कडा मेहनत गरिरहेका छन्। यसरी रविन्द्रको मिक्स मार्शल आर्टको करियरले नयाँ बाटो समाउँदैछ। उनको लगाव र मेहनतले आज सफलताको नतिजाहरू हात पार्दैछ। हिजो भोक तिर्खा अभाव पीडा नभनी गरेको मेहनतको प्रतिफल आज लाखौं समर्थकको माया मिल्दैछ। स्थानीय पोल्ट्री फार्मदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्पोन्सरहरू मिल्दैछ र आज उनको खेलको नतिजालाई उनको व्यक्तिगत सफलता मात्र नभएर एउटा देशको इज्जतसँग जोडिन्छ। फाइटको लागि केचमा छिर्दै गर्दा लाखौं नेपाली समर्थकहरू उसको जितको लागि प्रार्थना गरिरहेका हुन्छन्। त्यति मात्र नभएर उनलाई समर्थन गर्न नेपाली समर्थकहरू केज र अक्टागनसम्मै पुग्छन्। सोमा फाइट क्लब पनि उनीप्रति धेरै नै सपोर्टिभ छन्। रविन्द्रको हरेक म्याचहरूमा हेड कोच र क्लब अनरको उपस्थिति देखिन्छ। त्यसकारण पनि रविन्द्रलाई अहिलेको नेपाली एमएमए सिनको एउटा जल्दो बल्दो स्टारको रूपमा लिन सकिन्छ र उनी हालसम्म पनि खेलिरहेका छन् र अहिलेसम्म प्रो म्याचमा उनको 10 जित र 1 हारको रेकर्ड रहेको छ, जुन प्रो फाइटरको लागि एकदमै राम्रो रेकर्ड हो। र पछिल्लो समयको अपडेटको कुरा गर्नुपर्दा मार्च 28 मा रोड टु यूएफसी अन्तर्गतको पहिलो क्वार्टर फाइनलमा फिलिपिन्सका किम्बोट एलेन्टोजनलाई दोस्रो राउन्डमा टेक्निकल नकआउट मार्फत हराउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् र सेमिफाइनलमा आउँदो अगस्त 28 मा न्युजिल्यान्डका काची मुडोकसँग भिड्दैछन्। कुनै नेपाली मिक्स मार्शल आर्टको स्टार रविन्द्र धान्तलाई हामी द एनालाइज नेपालको तर्फबाट पनि जितको शुभकामना।